हजुरहरू कस्तो हुनुहुन्छ? फिलहाल म चाहिँ आज बारीमा आएको छु है। बारीमा चाहिँ के हेर्नु आएको छु भन्दा चाहिँ काँक्रा हो। अनि काँक्रा त त्यस्तो त यसपालि फलेन, मजा अलिकति उदास भएको छ हो। तर पनि हजुरहरूलाई देखाउन आएको छु काँक्रा चाहिँ। काँक्राको फलेर सिमिनी सानोबडे हो। अब यहाँनिर फेरि लौका छ हो। यहाँ काँक्रा फल्दैछ, फुले जस्तो छ हो। अनि फिलहाल चाहिँ मैले चाहिँ काँक्रा टिप्न आएको छु। यसलाई चाहिँ अब बङ्गलामा चाहिँ खिरा भन्छ, हाम्रो नेपाली भाषामा चाहिँ काँक्रा भन्छ। तर यो चाहिँ काँक्रा चाहिँ होइन, यो त यहाँको खिरा भन्छ यसलाई। खिरा भन्दै चलाउनै पर्यो है। हेर्नुहोस् मेरो हातमा अलि टिपेको छु मैले। अनि म चाहिँ नभए यहाँ हजुरलाई लिन आएको छु है। यहाँनिर चाहिँ भयो मेरो यो सिमको गाछहरू छ। यस्तो राम्रो जग्गा छ, आजको वेदर चाहिँ यस्तो मजाले छ, घाम लागिरहेको छ मजाले हो। पानी पर्यो।